साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। अनि नयाँ वर्ष 2083 सालको धेरै धेरै शुभकामना छ। आज चाहिँ म वनतिर घाँस काट्न आएको। तपाईहरु चाहिँ कता कता घुम्न जानुभएको छ होला। म चाहिँ आज वनतिर घुम्न आएको छु है त साथीहरू। म मात्र हैन, मेरो एउटा दिदी अनि एउटा आमा पनि आउनु भएको छ। एकजना तल एकजना माथि लागेछ, म चाहिँ बीचमा छु। ल है त साथीहरू, अब चाहिँ म घाँस काट्छु। अनि घाँस नकाटी हजुरहरुसित गफ मात्र लगाएर बस्यो भने चाहिँ दिदीहरुले छोडेर जान सक्नुहुन्छ पहिले भाडी पुराएर। त्यही भएर म घाँस काट्छु है त। अब चाहिँ साथीहरु म डोको बोकेर घाँस काट्छु। यो घाँस चाहिँ रोल्पातिर पाइँदैन, स्याङ्जातिर चाहिँ पाइन्छ। स्याङ्जातिरको साथीहरुलाई थाहा छ। अनि हेर्नु साथीहरु, यहाँ हरियो घाँस भर्खर पलाएको घाँस छ। उता चाहिँ माइली आमाले बुटा घाँस काटिराख्नु भएको छ। मलाई पनि त्यही काट भन्दै कराइराख्नु भएको छ, तर म चाहिँ यहाँ काट्दिन। म चाहिँ अलि उता गएर काट्दै छु साथीहरु। अब भने साथीहरु म यता उता गरेर डोको बढाउँछु। सबै डोको बढाएको भिडियो चाहिँ हाल्न सकिनँ, त्यसको लागि सरी। अब चाहिँ साथीहरु म डोको बढाएपछि मात्रै भेट हुन्छु है त हजुरहरुसित। फाइनली साथीहरु भारी पुगिसकेको छ। अनि माइली आमाको चाहिँ अलिकति भारी त पुगिसकेको छ, तर त्यहाँ घाँस देखेर थप्दै हुनुहुन्छ। अलि नपुगेको जस्तो छ अरे माइली आमाको। अनि उता चाहिँ दिदीले भारी दाउराको भारी हाल्न लागिसक्नु भएको छ। म चाहिँ साथीहरु आज नयाँ ठाउँमा घुम्न जान नपाए पनि आज यहाँ काफल पाकेको रहेछ। नयाँ वर्षमा नयाँ फल खान गइरहेको छु। ह्याप्पी छु। अनि त्यही भएर बुटा पनि साथीहरु अप्ठ्यारो छ। अब म बुटामा चढ्न गइरहेको छु। साथीहरु, स्याङ्जामा चाहिँ काफल पाकिसक्यो। खानु भयो आउनु होला। काफल त धेरै छैन। माइली आमाले लट्टीले पुग्न लाग्नु भएको छ। मैले टिप्छु भनेको हाँगा तान्नु भयो माइली आमाले। म चाहिँ यता टिप्छु। अब बेसरी त फलेको छैन, अलिअलि रहेछ, अलिअलि पाके रहेछ। वाउ साथीहरु, काफल म चाहिँ अलिकति खान्छु। वाउ कति मिठो छ। एउटा मोबाइल छ, एउटा हाले समातिरहेको छु। काफल टिपेर भ्यासी भेट्छु साथीहरु। ल त साथीहरु, मैले काफल टिपेर बुटाबाट झरिसकेँ। यो बुटा चाहिँ यति अप्ठ्यारो छ, यति अप्ठ्यारो छ कि यो बुटा देखेर म ढल्छु जस्तो अप्ठ्यारो छ। है त साथीहरु, मैले काफल टिपेर लिइसकेको छु। यो काफल चाहिँ मैले अलिअलि दिदीहरुलाई दिन्छु, अलिकति माथि आमालाई दिन्छु, अनि अलिकति चाहिँ घर लैदिन्छु मेरो सानोलाई, छोरीलाई चाख्ने नयाँ फल चाख्ने नयाँ वर्षमा। अनि उता चाहिँ दिदीले भारी हालिसक्नु भयो। अब चाहिँ हामीहरु यो बाटो भएर, यताको बाटो भएर घर जाने हो। ओए चराले हग्दैछ क्या। यता चाहिँ साथीहरु त्यहाँनिर कत्रो ठुलो छरा छ। म तपाईहरुलाई कुनै दिन देखाउने छु। बर्खामा चाहिँ आएर देखाउनलाई चाहिँ जुकाहरु बेसरी आउन सक्दिन। हिउँदामा देखाउँला। अय झर्ना नभएला देखाउँला। बर्खामा चाहिँ झर्ना भएला जुका धेरै आउँछ साथीहरु। ल है त साथीहरु, अब चाहिँ हामीहरु घरतिर लाग्छ। को साथीहरु घुम्न जानुभयो कता कतातिर कमेन्ट गर्नु होला। अनि को साथीहरु हामी जस्तै वनतिर घाँस काट्न आउनुभयो त्यहाँहरुले पनि कमेन्ट गर्नु होला है त साथीहरु। अनि तपाईहरुले घाँस काट्न आउनु भयो त हामी पनि घाँस काट्न आउँछ भनेर चित्त बुझौँला एकअर्कालाई हेरेर। ल है त साथीहरु, अब चाहिँ हामी घरतिर लाग्छौँ। बाइ बाइ।